ल बल्ल बल्ल मेरो बाइक चाहिँ निकाल्यो सरको बाइक चाहिँ माथि फसिरहेको ओ हेलो मिस्टर सुजी मिस्टर सुशील चाहिँ हराउनु भयो यार कहाँ खोज्नु जाने त अब त्यहाँ होइन के बाटो यता हो यार यता हो के बाटो त्यो होइन बिस्तारै जोत्नुहोस् ल बिस्तारै 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 जोत्नुहोस् आत्ति नै हुन्न जोत्दाखेरि स्टार्टै गाउँछ आउँछ आउँछ बढाउँ बढाउँ ओ ल तपाईँ 10 पाउन सफल हुनुभएको छ 10मा 10 पाउन सफल हुनुभएको छ तपाईँ उता चाहिँ हाम्रो माननीयज्यूले चाहिँ के गर्नुभयो खै जोत्दै हुनुहुन्छ कि जोतिराख्नु भएको छ हो साह्रै भयो र ल ल जोतौँ 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 माननीय सदस्यज्यू त जान्दिनँ अब त्यहाँ पछाडि आयो भने राम्रो त गरौँ न यार ए सिरियसै छु म सिरियसै छु ल बढाउँ अगाडि बढाउँ 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 माननीयज्यू अगाडि बढाउँ ल ल ल बढाउँ बढाउँ यता हेरौँ कि उता हेरौँ म त कन्फ्युज भयो राम्रो बाटो छ है साथी कालिका जाने ल म छु तपाईँ नआखिनुहोस् म छु आइसक्यो ए तपाईँ हिम्मत नहार्नुहोस् झरेर डोराउनुहोस् क्लजमा कतिको कन्ट्रोल छ फेरि यसरी धक्का मन्दिरको घन्टी बज्यो हाम्रो यहाँ घन्टी तर खतरा बाइसेपको एक्सर्साइज हुँदैछ नि यस्तै धकेल्दाखेरि बिस्तारै बिस्तारै ल हामी सरको बाइक पनि निस्क्यो माथि यस्तो दामी एडभेन्चरस राइड भयो नि आजको होइन यदि तपाईँहरूलाई पनि यस्तै खतरा राइड नवलपुरदेखि नजिकै होइन लो कस्टमा चाहिएको छ भने मौला कालिका आउन सक्नुहुन्छ अझ स्कुटी लिएर आएर झन् मजा होइन सर अब हिउँदो मात्रै अझै खतरा छ अगाडि बाटो यहाँ पनि गाह्रै होला जस्तो छ यार धक्का हान्दा हान्दा तपाईँको अनुहारै रातो भइसक्यो यो त कटाउँछन् बुढाले कटे कटे हाम्रो एकदम स्मुथ एन्ड सक्सेसफुल राइड चाहिँ यहीँ आएर रोकिन्छ साथीहरू होइन ढिलो गर्न कति गाह्रो भयो अनि हामी चाहिँ लाग्यौँ मौलाकालिका मन्दिरतिर दर्शन गर्नलाई बाइक धक्का हान्दा हान्दै यस्तो भयो यार हालत पसिनै पसिना पुरै सिडी चढ्दैछौँ अझै हामी अझै हामी हाम्रो फाइनल डेस्टिनेसनमा पुगेनौँ बाइकको बाटो खतम छ दाइ हालत खराब भयो हेर्नु त धक्का हान्दै पसिना पसिना भयो तपाईँ बाइकमा आउनु भयो र बाइकमा आउनु भयो ए ठिक छ सेफ अप्सन भनेको केबल कारमा आउनु रहेछ क्या तर हामी जस्तो थ्रिल मन पराउने मान्छेहरूलाई चाहिँ यस्तै बाटो ठिक यस्तै रमाइलो ठिक होइन ल अब चाहिँ ठ्याक्क पुग्न लाग्यो ओहो है आइपुग्न लाग्यो है हामी मौलाकालिका आउँदैछु बिस्तारै बिस्तारै ल यो मौलाकालिका मन्दिर एकदमै कठिन सङ्घर्षरत बाइक राइडपछि हामी आइपुग्यौँ दामी भाइब्स छ होइन मन्दिर पनि एकदम राम्रो लाग्यो ट्याक्क सिनारियो पनि बवाल छ क्या यहाँ अनि आकाशको पुरै छोडौँ क्या यस्तो दामी भ्यू देखिरह अनि ट्याक्क अगाडि त्यहाँ यस्तो भाइ यस्तै बवाल दिन्छ क्या
नारायणी नदी भयो त्यो। यो चाहिँ मौलाकालिकाको ट्याक्क राइट साइडमा चाहिँ हाम्रो तनहुँ जिल्ला रहेको छ होइन, अनि लेफ्ट साइडमा नवलपुर जिल्ला रहेको छ। दामी भ्यू देखिरहेको रातिमा पनि बबाल क्या, साँझ पर्न लागिसक्यो त्यही पनि दामी भ्यू देखिरहेको रातिहरू।